स्वागत छ मेरो सानो मिनी भ्लगमा। ल हेर्नु त मेरो कोठा एकदमै फोहोर भएको थियो कि मान्छे बस्ने जस्तै भएको थिएन। दिनभरि बाबा छोरी चाहिँ रुममा बस्ने हो, सामानहरू यताउता फालेर छोड्नु भयो हुन्छ। अनि सफा गर्नु टाइम नै हुने। अब त्यो कुचीको बाबाले मैले पसलमा पठाएँ। यो कोठा देखेर नि वाक्कै लागिसक्यो भने चाहिँ जति सफा गरे पनि नहुने। म चाहिँ बिहानभरि सफा गरेर पसल जान्छु, अनि दिनभरि बाबा छोरी बिदाको दिन बस्यो भने त यति फोहोर हुन्छ। नानीले खेल्ने कुराहरू यताउता फाल्छ। फेरि कुचीको बाबाले कपडा भेटाउनु भएन भनेपछि है सबै फाल्ने हो कि। आफ्नो त फालेको हुन्थ्यो नि, सबैको यताउता फालेर लथालिङ्ग पारिदिने हो कि। मलाई त लास्टै जब लाग्छ भने उहाँहरू चाहिँ नास्ता खाएर पठाएको कि आज चाहिँ। अनि बिहानको नास्ता खाएर जानुभयो। अनि म चाहिँ यता सफा गरिरहेको थिएँ। मलाई चाहिँ लास्टै झ्याउ हुन्छ क्या आजभोलि त। पहिला चाहिँ बुहारी थिइन्, बुहारीले गरी लाग्थिन् है, बिहान पसल भ्याइदिने, खानासाना पकाइदिने हुन्थ्यो। आजभोलि चाहिँ एक्लै छु कि म। अनि पसल पनि भ्याउनु पर्यो, यता घर पनि भ्याउनु पर्यो। दिमाग खराब हुन्छ कि भने आजभोलि काम पनि भ्याउँदैन, एकजनाले कता कता गरेर भ्याउनु। मेरो बुढाको चाहिँ ड्युटी पर्छ कि, ड्युटी जानु पऱ्यो बिचरा। धन्न नाइट ड्युटी पर्छ र अलिक सजिलो हुन्छ, दिउँसोमा नानी हेरिदिनुहुन्छ। मैले चाहिँ पसलतिर भ्याउँछु, नत्र त नानीले दिनभरि हैरान गर्छिन् कि। घरि खानेकुरा चाहियो, जे देख्यो पनि खान्छु भन्छ कि। तरकारी आयो भने पनि खाने भन्छ। मलाई त मेरो नानी देखेर अचम्म लाग्छ। मेरो नानी मात्रै त्यस्तो हो कि सबैको नानीहरू त्यस्तै हो है। अनि चाहिँ मलाई मनमा के कुरा खेल्छ कि पसलको बारेमा, घरको बारेमा, कसरी गर्ने होला, के गर्ने होला। बरु पहिला रुममा बस्दा है काम नगरेर काम छैन केही छैन भनेर तनाव हुन्थ्यो। अहिले काम हुँदा पनि व्यापार छैन, पैसा पुग्दैन, यो हुन्न। मान्छेलाई पैसा जति भयो नि नपुग्ने के भने। पहिला हामीलाई त्यही जागिर मात्रै हुँदा नि पुगिरहेको थियो है। अहिले त त्यत्रो जागिर छ, पसल छ, त्यो हुँदा नि पुगिरहेको छैन भने के गर्नु। मान्छेले भन्छ होला क्या यिनीहरूले त लोत कमाछ, टन्न छ, चितवनमा व्यापार गरे भन्छ होला। तर के गर्नु, पीडा दिलमा मान्छे चिलमा भने जस्तै हो। यस्तै हो। मलाई चाहिँ भिडियो बनाउन चाहिँ मन लाग्छ के गर्नु। भिडियो बनाउनु मन लाएर बोल्न आउँदैन, भोइस कभर गर्न आउँदैन, एडिट गर्न आउँदैन, त्यही नि अलिअलि बनाइदिएर हुन्छु। अनि मलाई त कस्तो रहर लाग्छ क्या अरूहरूले बोलेको देखेर, बनाएको देखेर, वा कस्तो राम्रो बनाएको, कसरी सकेको होला जस्तो हुन्छ। मलाई आउँदैन। अनि मैले त सक्दै सक्दैन जस्तो फिल हुन्छ कि। जस्तो सुकै होस् एकचोटि ट्राई गर्छु भनेर गऱ्यो है। अनि फेरि भोइस हाल्ने बेला 1-2 घन्टा नै लाग्छ भने के बोल्नु हुन्छ। यदि कसैलाई भिडियो एडिट गर्न आउँछ भने चाहिँ मलाई सिकाइदिनु होला नि।